हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। मलाई देखिरहनु भएको छ हजुरहरूले म चाहिँ जुत्ता लगाउँदैछु। एकदम हतारमा चाहिँ म छु अहिले, किनभने म चाहिँ मेरो साथीलाई भेट्न जाँदैछु। को साथी हो भनेर चाहिँ अहिले पछि हजुरहरूलाई भन्छु है त। अनि हामी चाहिँ आज इभिनिङ वकलाई जाँदैछौँ। म चाहिँ एल्सा घर पुगिसकेको छु, ढिला भयो त्यही भएर अगाडि रेकर्डिङ गर्न पनि पाइएन। अनि हाम्रो प्लान चाहिँ आज इभिनिङ वक जाने हो। ल म चाहिँ आइसकेको छु यहाँ एलिसाकोमा, रेडी हुँदैछ। हाम्रो फेरि सधैँ पेयरिङ गर्नुपर्ने हुन्छ नि त, त्यही भएर यहाँ अलि ड्रेस नमिलिरहेको अवस्था। इभिनिङ वकलाई हामी जाँदैछौँ। अनि हामी कहाँ जान्छौँ अहिले देखाउँछौँ है त। ल हामी आज कहाँ जाने भन त। आज इभिनिङ वक। त्यो त एल्साले लाने रे, मलाई थाहा छैन अब कता लाने हो। हामी छ्यासीकोटतिर छौँ। छ्यासीकोटबाट हामी जाँदैछौँ कता हो हामी देखाउँछौँ। कार्य विनायक हामी देखाउँछौँ हामी कहाँ जान्छौँ भनेर। छ्यासीकोटको एकदम के अरे फेमस प्लेस। यहाँबाट चाहिँ पारिको भ्युजहरू देखिन्छ। अहिले मेरो क्यामेरामा अलि राम्रोसँग आएन त्यहाँनिर। बेलुकाको लाइटिङ पनि देखाउँछौँ हामी। अनि हामी दुईजनाको चाहिँ अहिले पेयरिङ गर्ने बानी छ कि। अनि हामी यस्तो सबैको चाहिँ लाइफमा यस्तो साथी चाहिँ हुनुपर्छ है, होइन यसा हुनुपर्छ। म दिउँसोभरि सुतेर दिउँसोभरि सुतेर बसिरहेको थियो, म पनि सुतेरै बसिरहेको थिएँ। ल इभिनिङ वक जाउँ भनेर साथीले भनेपछि त एकैछिनमा भेट भइहाल्यो। यस्तो साथी सबैको लाइफमा हुनुपर्छ, स्ट्रेस कम हुन्छ अनि आफ्नो दुःख सुखको कुराहरू सेयर गर्न सकिन्छ। तपाईँहरूको पनि यस्तो साथीहरू छ भने चाहिँ तपाईँहरू धेरै लकी हुनुहुन्छ है। ल हामी कार्य विनायकको नजिक आइपुगेका छौँ। अनि कार्य विनायकमा चाहिँ हाम्रो अस्ति भर्खर साथीको नि बिहे भयो। अब एल्साको बिहे नि यही होला। तर यो प्लेस एकदमै सुदिङ छ है, एकदम पिसफुल क्या बाटो। अनि इभिनिङ वक चाहिँ हाम्रो हेल्थको लागि एकदमै दामी हुन्छ है। सबैजनाले चाहिँ इभिनिङ वक गर्ने बानी बसालौँ फ्री हुनुहुन्छ भने। त्यहाँ हेर न क्या दामी भ्यू, सनसेट हेर न कस्तो राम्रो आएको भने। मेरो फोनमा यस्तो आज नि बिहे छ जस्तो छ हौ यहाँ, बिहे भोज हो। ए त कार्य विनायकमा नि आउँछु त है पिकनिकहरू। म्युजिक स्युजिक बजिरहेको छ। कार्य विनायक हुन त के अरे प्लेस टु भिजिट इन ललितपुर भन्यो भने कार्य विनायकको नाम पनि आउँछ है सधैँ सर्च बारमा। सर्च गरेर हेरे पनि हुन्छ। कति राम्रो हो भ्युज। दिस इज कार्य विनायक मन्दिर। यो चाहिँ कार्य विनायक मन्दिर, फेमस प्लेस। यहाँ चाहिँ धेरै पार्टीहरू, भोज भत्यार, बिहेहरू हुन्छ, व्रतबन्ध, शुभ कार्यहरू। ल हामी आइपुगेको छौँ यहाँ झुलुङ्गे पुलमा। आउँछ लेट्स गो। झुलुङ्गे पुलदेखि तिमीलाई डर लाग्छ? मलाई नि सोध न। मलाई अलिअलि लाग्छ अरे क्या। अलिअलि लाग्छ नि। होइन यसरी त खासै लाग्दैन, भुइँतिर हेऱ्यो भने चाहिँ लास्टै लाग्छ भने। भ्यू हेर्नुहोस् यहाँनिर, ब्युटिफुल भ्यू। हामी इभिनिङ वकतिर छौँ। यहाँ यति राम्रो प्लेस छ हाम्रो कार्य विनायकमा। इट्स भेरी ब्युटिफुल प्लेस। झुलुङ्गे पुलमा हामी यस्तो राम्रो भ्यू। अनि झुलुङ्गे पुलबाट तल हेर्नुभयो भने चाहिँ अलिक डर लाग्छ होला, तर यहाँ चाहिँ अलिक खोला छैन, त्यही भएर बारी रहेछ, झरे पनि मरिँदैन। ढुङ्गासुङ्गामा लाग्यो मात्रै, त्यस्तो असुविधा नबोलौँ है। बट स्टिल त्यो के अरे चोबारको छ नि, त्यसमा चाहिँ अलिकति डर लाग्दो हुने क्या, अलिअलि पानी बग्ने भएर। नत्र चाहिँ डर चाहिँ हुँदैन। अनि कस्तो रमाइलो, मैले थाहै पाएको थिएन है यहाँ झुलुङ्गे पुल छ भनेर। अनि थ्याङ्क यू फर ब्रिङिङ। पुलबाट तल चाहिँ यस्तो छ, बारी खेतीपाती, कृषि छ सबै, एग्रिकल्चर। हाम्रो नेपालको सबैभन्दा मेन अकुपेसन।
बिस्तारै बिस्तारै यहाँ मुनतिर नि बस्ती हुन्छ होला है एल्सा त्यही त हेर न मान्छेहरूले बस्ती बनाइरहेछन् कस्तो रमाइलो हौ पिसफुल एरिया ल है हामी कार्य विनायकतिर छौँ फोटो खिचिसक्यौँ हामीले हेर न ल यस्तो ब्युटिफुल प्लेस थ्याङ्क यू एलिसा आज एल्साले मलाई यहाँ ल्याएको छ यस्तो राम्रो ठाउँ अनि फोटोहरू पनि खिचेको छौँ फोटो हेर्दैछ एल्साले कस्तो खिचिदिनु भयो भनेर राम्रो खिचिदिनु भएको रहेछ मेरो अल टाइम फोटोग्राफर मेरो पनि अल टाइम फोटोग्राफर एल्सा अनि अर्को चाहिँ म यो ड्रेसअप गर्ने भने चाहिँ अलि एल्सासँग हिँड्दा मात्रै हो क्या अलि राम्री भएर हिँडे जस्तो लाग्छ नत्र त भालुङ भुलुङ अनि यसो रिफ्रेसमेन्टमा मेरो साथी छ मसँग तर कति राम्रो ठाउँ हो कि लिटरली ल तपाईँहरू कार्य विनायक छेउछाउ बस्नुहुन्छ भने चाहिँ प्लिज डु भिजिट दिस प्लेस केही गर्नु पर्दैन क्या टक्क रेडी हुने अनि त्यहाँबाट आउने अनि त्यहाँबाट मजाले यहाँनिर हेर्ने इन्भाइरोमेन्ट राम्रो धेरै मान्छेहरू पनि आउँदैन हुन्छ हेर्नु त एकदम फेमस प्लेस यो प्लेस चाहिँ ल फोटो सेसन पनि सक्यो है माया को दौडिँदै आएछु देश नेपाल हो यो कति धेरै फोहोर है कहिले सचेत हुने होला कि हेर न ल जहाँ खाल्डा खुल्डी देख्यो त्यहीँ फोहोर हालेछ यताको हालत पनि यस्तै छ यस्तो राम्रो ठाउँमा प्लास्टिकहरू हालेछ यहाँ बिहेहरू हुन्छ हो एल्सा बिहेहरू गर्दाखेरि मान्छेले बुकिङ गर्छ है यो ठाउँ कन्स्ट्रक्सन हुँदैछ यस्तो हाम्रो खोकाना बुगमती यो त बुगमती हो बुगमती चाहिँ ट्रेडिसन र कल्चरमा चाहिँ एकदमै रिच प्लेस अनि हाम्रो नेपालमा चाहिँ पहिल्यैदेखि नेवारहरू चाहिँ बसोबास गर्ने अनि काठमाडौँलाई चाहिँ प्लेस अफ नेवारी पनि भन्थ्यो क्या है पहिला अनि अहिले पनि हामीसँग यहाँनिर बुगमतीमा सबै नेवारहरूले चाहिँ ती राम्रोसँग ट्रेडिसन कल्चरहरू चाहिँ प्रिजर्भ गर्नु भएको छ अस्ति भर्खरै कुन बेला हो हामीले कन्सर्ट हेरेको भर्खर रिसेन्ट हो है 2-3 हप्ता जस्तो भयो होला नि हामी नभेटा कि 1 महिना भयो हो र त्यस्तो लागेको छैन मलाई जस अस्ति यहाँतिर अलि अगाडि हो कन्सर्ट भएको थियो हामीले खुब रमाइलो गरेको थियौँ त्यतिखेर पनि बेलुका बेलुका हामी आएको थियौँ कति मिठो हावा कति मिठो हावा so beautiful so एउटा ट्रेन्ड भन मलाई so beautiful so elegant just looking like a wow मान्छे हामी पनि वाउ नेचर पनि वाउ आनन्द महसुस भइरहेछ स्टेयर्सले यहाँनिर हामी तल अफ रोड जाँदैछौँ यो बाटो अस्ति पनि एल्सा र म हिँडेको अनि यति रमाइलो त्यो दिन चाहिँ अलिकति कन्सर्ट भएर हतार हतार हामी फेरि माथि उक्लेको थियौँ आज चाहिँ एकैछिन त्यता पनि बसेर गफ हिँड्दै जाने भनेर हामी चाहिँ रहेछौँ के छ माया के बाबा स्विमिङ पुल होइन ए हो कि क्या हो है यस गएर हेर्नु है आई थिङ्क होला किनभने अहिले होइन मलाई यतै खोकना हो कि चुनिखेल कता कार्य विनायक कि कता राम्रो रेस्टुरेन्ट खोलेछ भन्ने हल्ला चाहिँ थियो है मेबी त्यो हो कि
हाम्रो नेपाल यति धेरै धनी छ नेचरमा। त्यही त फर्पिङ त यता कार्बेनियाकबाट त नजिकै हो रे। कति रमाइलो ठाउँ हो है हैमा हो त हामीले हेरेकै छैन नि ल कति राम्रो ठाउँ के ल आई थिङ्क त्यहाँनिर रिसोर्टै होला। Oh wow, let's see. सुकुरे बीचको भाइ पाउँदैछ त हौ अलिअलि उसमा टिकटकमा। ओहो ल है साथीहरू कार्बेनियाक छेउछाउमा त यस्तो रमाइलो ठाउँ पनि पो रहेछ त। यस्तो पिसफुल नेचरको बिचमा अनि हेर त। ल अब एल्सा र मेरो नि एक दिन नाइट आउट यसमा फिक्स। हेर न ल उता काठमाडौँ भ्यालीतिर बस्नेहरूलाई त यो त धेरै राम्रो ठाउँ हो नि है। हेर न हाइकिङ जानुलाई मन्दिरसम्म मन्दिर पनि भएको ठाउँ जसले खोलेको एकदमै खत्रै सोचेर खोले ल राम्रो स्पट है। किनभने हामी काठमाडौँमा ललितपुरमा बस्ने मान्छेहरू चाहिँ वहाँ जान्छौँ सुकुटेतिर हुन त मेरै ठाउँतिर हो त्यो त्यही पनि आफ्नो ठाउँ छोडेर कता कता जान्छौँ तर आफ्नै ठाउँतिर यस्तो पिसफुल ठाउँ। माया यहाँ छ के अरे सिलौटी हो त वेट सिएनसी रिसोर्ट उतै गएर हेरौँ न त। ए होइन होइन माया यी सिएनसी रिसोर्ट ल है साथीहरू यहाँ छेउछाउमा हुनुहुन्छ नि त ल यहाँ त काइदाको ठाउँ पो देखियो त आज त। उहु पुल त बच्चाहरूको लागि पनि रहेछ चाहिँ यहाँ सिलौट के हो बाबा सिएनसी रिसोर्टमा आएको छ इन्भाइटेड बट वी आर गोइङ। यस्तो छ है यो ठाउँ चाहिँ। अब हामी चाहिँ खासमा इन्क्वायरी गर्नलाई जानु लाग्यो। लेट्स सी ठाउँ त रमाइलो छ बच्चाहरूको लागि पनि। यो आई थिङ्क बन्दै रहेछ क्या है। सिएनसी रिसोर्ट 2080मा बनाए रे माया। तिमी कहाँ थियौ त 2 वर्ष भइसकेछ त है। कस्तो राम्रो भ्यू हामी चाहिँ यसै गइरहेको छौँ है। अब इभिनिङ वक भनेको यहाँ डेकेसन हो नाइट स्टे होला जस्तो छ भनेर क्या जस्ट किरिङ तर रमाइलो ठाउँ के फ्यामिलीहरूलाई सोध्न पर्ला है। ठाउँ हेर न स्विमिङ पुल कसलाई इन्क्वायरी गर्ने त आमा त्यो बार्बिक्यू पनि रहेछ क्याफेटेरिया स्विमिङ कस्ट्युम इज कम्पलसरी। कता यता हो इन्क्वायरी रहेछ ल है ठाउँ चाहिँ कस्तो राम्रो ठाउँ होला। यु गाइज आर वेलकम यहाँ आउनुहोला कति राम्रो ठाउँ। हामी सिएनसी रिसोर्टमा छौँ। माया इभिनिङ वकबाट कहाँ पो आइपुग्यो नि यो भ्लग चाहिँ साह्रै रमाइलो होला जस्तो छ। हामी चाहिँ यहाँ इभिनिङ वक भनेर आएको होइन अनि बुगमतीमा चाहिँ यति राम्रो ठाउँ सिएनसी रिसोर्ट रहेछ। यो चाहिँ 2080मा इस्टाब्लिस भइसकेको छ। तपाईँहरू बुगमतीमा कतिजना हुनुहुन्छ थाहा छैन होला अब थाहा भयो होला है। सबैजना चाहिँ यहाँ आएर भिजिट गर्न पर्यो अनि यहाँ चाहिँ तपाईँको नाइट स्टे र डेकेसन पनि हुने रहेछ है। एकैछिन है एकछिन 5 मिनटमा आउनु। अनि यहाँ चाहिँ फुड मेन्यूहरू पनि राम्रो प्राइस पनि रिजनेबलै रहेछ होइन। अनि डेकेसनको लागि चाहिँ यहाँनिर 1500 पर पर्सन भन्नुभएको छ उहाँले। अनि म र एल्सा चाहिँ सुन आउनु पर्यो है भनिरहेको छौँ हामी चाहिँ। अनि त्यसमा चाहिँ डिनर र अनि मर्निङको ब्रेकफास्ट प्लस स्विमिङ पुल चाहिँ हामीलाई अलाउ गर्नुहुन्छ उहाँहरूले। सो एकदमै नेचरको बिचमा रहेको ठाउँ रहेछ यो। अब हामी चाहिँ फुड ट्राई गर्छौँ कस्तो हुन्छ। एल्साले चाहिँ यहाँ मेन्यू हेर्दैछ
मेनु हामी मगाउने भनेर है। ओके, हामीले आज यहाँनिर आएर खाजासाजा पनि सबै खाइसक्यौँ। चाउमिन, मोमो, ससेज, कोक है मजाले खायौँ। अब आजको लागि चाहिँ यति नै भ्लग। अनि आजको भ्लग चाहिँ एकदमै एक्साइटिङ र अनएक्सपेक्टेड भयो हामी दुवैजनाको लागि। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। ओके, अन्टिल देन नेक्स्ट भ्लग, bye bye, bye bye, and don't forget to like, share and subscribe.